यहाँहरू सबैलाई नमस्कार। म कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल। आज एकजना बिरामीले गाउँबाट मलाई फोन गरेर सोध्नुभयो, डाक्टर साहब मेरो नाइटोको वरिपरि माथिपट्टि ग्यास्ट्रिक हुनेतिर बेसरी पेट दुखेको छ, वाक गाउला जस्तो नि भयो, पसिना पनि आयो, ग्यास्ट्रिक भएको होला भनेर फोन गर्नुभयो। र मैले उहाँलाई तुरुन्त अस्पताल आउनुहोस्, म तपाईँलाई हेरेर मात्र भन्न सक्छु भनेर बोलाएँ। र उहाँको मैले आउँदा बित्तिकै मुटुको इसिजी गराएँ, इलेक्ट्रोकार्डियोग्राम। त्यो इसिजी गर्दाखेरि मैले मुटुमा इन्फ्रेक्टिभ वाल एमआई जुन भन्छौँ हामीले, इन्फ्रेक्टिभ वाल एमआई भेटाएँ, हार्ट एट्याक भेटाएँ। धेरैजसो बिरामीहरूले गाउँमा पेट दुख्दाखेरि यो सामान्य ग्यास्ट्रिक हो भनेर बस्नुहुन्छ र ग्यास्ट्रिकको झोलहरू पिएर अथवा औषधि ग्यास्ट्रिकको ट्याब्लेट खाएर बस्नुहुन्छ। र हामीले जाँचेर हेर्दाखेरि कहिलेकाहीँ उहाँहरूलाई हार्ट एट्याक भेटाउँछौँ, कहिलेकाहीँ पेन्केटाइटिस जस्ता रोगहरू भेटाउँछौँ, र कहिलेकाहीँ पित्त थैलीमा पत्थरीदेखि लिएर अन्य विभिन्न खालका नराम्रा डरलाग्दा रोगहरू भेटाउँछौँ। त्यसैले हरेक पेट दुखाइ ग्यास्ट्रिक होइनन्, त्यो मुटुको दुखाइ हुनसक्छ, त्यो पाचन ग्रन्थीको दुखाइ हुनसक्छ, त्यो इसोफेगस भन्ने अन्ननलीको दुखाइ हुनसक्छ। त्यसैले गाउँमा आफै उपचार गरी रोग छिप्पाएर बस्नुभन्दा समयमै चिकित्सकसँग परामर्श गरी आवश्यक जाँचहरू गरेर मात्र औषधि सेवन गर्न सबैलाई अनुरोध गर्दछु। हस्, नमस्ते।